के हजुर पैसा कहाँ राखौँ भन्ने सोचमा हुनुहुन्छ? आजको दिनमा ब्याङ्कको ब्याजमा तपाईँ यदि सन्तुष्टि हुनुहुन्न वा भोलिको लागि चाहिँ कहाँ राख्ने होला, के गर्ने होला भनेर केही कुरा तपाईँको मनमा खेलेको छ भने तपाईँले भिडियो हेर्दै हुनुहुन्छ, सही भिडियो हेर्दै हुनुहुन्छ। नमस्कार, आज म तपाईँलाई स्थानीय रिलायन्स लाइफ इन्सुरेन्सको मुद्दती जीवन बिमा योजनाको बारेमा केही जानकारी गराउन चाहन्छु। मुद्दती जीवन बिमा योजनाको मेन चाहिँ आकर्षकको बिन्दु के छ भन्दाखेरि हजुरले एक किस्ता मात्रै बचत गर्नुपर्ने हुन्छ, बाँकी रहेको किस्ता बचत गर्नु पर्दैन। नम्बर 1। नम्बर 2मा एउटा समयपछि हजुरले हालेको पैसा भन्दा अलि बढी पैसा के गर्छ, एकमुष्ट रिटर्न दिन्छ। नम्बर 2। नम्बर 3मा तपाईँले 5 लाख रुपियाँ मुद्दती गर्न चाहनुहुन्छ भने सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले 8 लाख बराबरको तपाईँलाई जीवन बिमा दिन्छ। तपाईँलाई 8 लाख बराबरको बोनस पनि 8 लाखबाट दिन सुरु गर्छ। तपाईँलाई सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले महारोग भनेर 18 रोग तोकेको छ। 18वटा रोग पनि त्यो चाहिँ मुद्दती जीवन बिमा योजनामा तपाईँले पाउनुहुन्छ। दुर्घटना कभर भनेर 16 लाख रुपियाँ तपाईँले चाहिँ दुर्घटना कभर भनेर तपाईँले मुद्दती जीवन बिमा योजनामा पाउनुहुन्छ। त्यसै गरी भोलि दुर्घटनामा अङ्गभङ्ग भएर यदि कामै गर्न सकेन भने मुद्दती जीवन बिमा योजनाले तपाईँको हरेक महिनाको खर्च पनि दिने गर्छ। कसरी दिन्छ भन्दाखेरि 8 लाख रुपियाँ भागा 120 गरेर जति आउँछ त्यो पैसा यदि भोलि दुर्घटनाबाट अङ्गभङ्ग भएर कामै गर्न सकेन भने हामीलाई के गर्छ, पैसा दिने काम चाहिँ गर्छ। त्यसै गरी एउटा समय अवधिपछि त्यो पैसाले हजुरले बच्चालाई पढाउँछु भन्न पाउनुहुन्छ, त्यो पैसाले हजुरले बुढेसकालको जीवनयापन चलाउँछु भन्न पाउनुहुन्छ र त्यही पैसाले कतै लगानी गर्छु भन्न पाउनुहुन्छ। त्यसै गरी यदि यो मुद्दती जीवन बिमा योजना तपाईँले गर्ने मन छ भने अहिले एकदम छुट योजना आएको छ। त्यो छुट योजनाको तपाईँले फाइदा लिन सक्नुहुन्छ। यदि तपाईँ मुद्दती जीवन बिमाको बारेमा बुझ्नु छ, फाइदा लिनु छ, जानकारी लिनु छ भने तपाईँले व्हाट्सएप गर्न सक्नुहुन्छ, जानकारी लिन सक्नुहुन्छ भन्दै हस्त धन्यवाद।